हेलो नमस्ते गाइज होइन वेलकम टु माई ब्लग। फेरि यस्तो बवाल भइरहेको छ यतातिर। अब जाडो जाडो छ यति बेला बेलुकाको लाइट बाल बे बेलुकाको ठ्याक्कै 7 बज्यो होइन। अनि 7 बजेपछि यस्तो भोकसोक लागिरहेको बेला थियो होइन। अनि भोक लागेपछि त खाना खानु पऱ्यो भन्ने हिसाबले हामी यस्तो खाना खानु हिँडेको। अनि मार्केटतिर जानुपर्छ है खाना खाना लागेछ फेरि भनेर हिँडेको क्या हामी। अनि यस्तो केटाहरूको साइकल पुरै माथि माथि पार्क गरेको नि होइन। बाइक भनौँ यो त बाइकै हो यार, बाइक हो। अनि हाम्रो बाइक तल छ। अनि अलिक अँध्यारो छ है, सरी त्यसको लागि अलिक अँध्यारो छ। आमामा जाडो रहेछ यार, ज्याकेट लिएर आउनु पर्ने भयो। तेरि राम 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 राम, ज्याकेट लिएर आउनु पर्ने रहेछ यार। जाडो भयो। हल्का जाडो भयो यार, ज्याकेट लगाएर आउँथेँ नि म त यार। कस्तो 9 डिग्रीमा नि कस्तो जाडो भएको यार। 9 डिग्री छ यति बेला। 9 डिग्री नै जाडो हो कि होइन। कोठाभित्र हिट लगाएर बसेको थिएँ म, त्यही भएर होला। डेन्जर हिउँ परिरहेको छ कि त्यहाँ माथि डाँडामा है। त्यहाँ जानुपर्ने भन्दै गइएन यार। हिमाल चढ्ने इच्छा थियो कि कोरियाको। त्यहाँ हाम्रो यता नजिकै डाँडामा हिउँ परेको छ, खतरा हिउँ परेर बाक्लो कि पुरै हिमालै भएको छ होइन। अन्त त्यहाँ चढ्ने भनेको अब छुट्टी हुन्छ, छुट्टी हुँदा टाइम हुँदैन। छुट्टी हुँदा हिउँ पर्दैन, अनि हिउँ पर्दा छुट्टी हुन्न होइन। त्यस्तै भइरहेछ कि त्यही भएर नगएको। अनि होइन यो हाम्रो डेलिभरीवालाको स्कुटर हो। मेरो भन्न मिल्दैन, ऊ केही माल लिएर हिँडेछ, यसलाई देखाउन त मिल्दैन फेरि अरूलाई। आम्बो कस्तो जाडो यार। यस्तो छ है यहाँ हाम्रो एरिया, यस्तो खतरा छ। यो गाडी सानो बाटोमा यता दायाँ बायाँ सबैतिर गाडी पार्क गरेर राखिदिन्छ। अनि बिचरा बल्ल 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 छिर्यो यस्तो सानो रोडमा। त्यो गाह्रो छ। हाम टोस्ट, यो हाम टोस्ट हो हाम्रो। हामो टोस्ट पाइन्छ कि त्यहाँ, केक सेक टाइपको यस्तो के अन्डा सन्डा हालेको ब्रेडहरू हुन्छ। आम्बो यस्तो जाडो छ कि होइन। कम्पनीमा कामसाम धन्दासन्दा बन्द हुन थालिसक्यो नभएर। अनि मोबाइल त। अनि यो यति बेला हाम्रो यो मार्केट हो है, यो मार्केट लाग्ने ठाउँ यो हाम्रो हाट बजार लाग्ने ठाउँ हो नेपालको भाषामा भन्नु पर्दाखेरि। हरेक हप्ताको के अरे बुधबार भोलिको दिन यहाँ चाहिँ मार्केट लाग्छ। थुप्रै कपडा सपडा यताउति खानासाना होइन, माछा मछली मार्केट लाग्छ। अब भोलि नै छुट्टी हुने भने त देखाउनु हुन्थ्यो। अब काम हुन्छ फेरि होइन। मार्केट यस्तो छ। अनि यो हो हाम्रो सेकेन्ड पसल, हामीले किन्ने सेकेन्ड मार्ट है त। फर्स्ट मार्ट चाहिँ माथि छ, सबैभन्दा धेरै किन्ने मार्ट चाहिँ माथि। यो चाहिँ छङ्गाराम मार्ट छ। यो हाम्रो सेकेन्ड मार्ट छ। माथि केही पाइन्न भन्नाले माथि अब अलिक मात्रा धेरै होला नि। मात्रा धेरै हो। यस्तो खतरा स्कुटी चढ्छ नि यहाँ फेरि। खै म थाहा भएन यार, केटा हो त्यो। यस्तो अख्खा हुन्छ यहाँ चाहिँ। नेपालमा चाहिँ यस्तो गाडाङगुडुङ फालिदिन्छन् क्या बाहिरै। मान्छे छैन, मतलब छैन है। नेपालमा भयो त यसो हिँडे चाहिँ गऱ्यो, बोरामा हाल्यो लगिदिइहाल्थ्यो। तर यहाँ चाहिँ यसरी ड्यामडुम राखिदिन्छ बाहिरै होइन। अनि यस्तो चोरी पनि हुन्छ, हुन त चोरी पनि हुन्छ हल्का फुल्का। मेरै स्कुटी चोरी भयो। अनि
चोरीको केसमा त फेरि हाम्रो अर्को पनि छ के पहिला एकचोटि के भयो भने एउटा साथीले साइकल किनेको थियो 2,20,000 वनमा होइन अनि त्यो साइकल थियो एकजनाको चाहिँ अलिक पुरानो थियो अनि त्यसरी त्यो 2टा साइकल भयो अनि अरू 2-3टा साइकल गरेर 5-6जना साइक्लिङ गर्थ्यौँ अनि एक ठाउँ पार्क गरेर चाहिँ छियाछल चढ्यो ट्रेन है ट्रेन चढ्यो अनि हामीले चाहिँ त्यो साइकल टायरमा लक लाउनु पर्थ्यो नि त हामीले चाहिँ त्यसको डन्डामा लक लगाइयो कि 2टा साइकललाई यसरी त्यो डन्डा हुन्छ नि माथि त्यसमा बाँधियो अनि ट्रेनबाट उता गएर आउँदा त छैन बे साइकल दुइटै साइकल छैन त्यही त अनि बाँकी 3-4वटा थियो अनि साइकल त चोरी भयो भन्ने भयो त्यसपछि हामीभन्दा पहिला आएको पुरानो दाइको साइकल थियो कि एउटा चाहिँ अनि एउटा त्यो नयाँ साइकल चाहिँ त्यो साथीको मैले चलाएको थिएँ 2,20,000 को अनि त्यो दुइटै हरायो अनि के गर्ने हो यार भन्दा केटाहरूले ल उठाउँ हाम्रो उठाइदियो हामीले अरूको उठाउँ अनि त्यहाँ पार गरेको साइकलमा 2टा साइकलमा अलि राम्रो चाबी नलागेको लिएर हिँडिदियो हामीले लिएर हिँड्यो अनि नदेख्ने गरेर आइयो कुना त्यस्तो पनि भयो कोरियामा गाई त्यस्तो पनि हुन्छ होइन हामी चोर चाहिँ होइन है साइकलको बदलामा साइकल लिएको मात्र हो ठाउँ छैन त नि यस्तो खाने ठाउँमा चाहिँ आइयो तर चङ्सो गर्दै रहेछ कि हल्का फुल्का चङ्सो गर्दै रहेछ अनि यहाँ यस्तो राम्रो रुखहरू होइन यो रुख चाहिँ ओरिजिनल रुख हो कि यो ओरिजिनल रुख होइन अब तर ओरिजिनल होइन होला यार यो है हो र ओरिजिनल रुख हो र हाम्रो मास्टरले भन्नुभयो ओरिजिनल रुख हो अरे होटलमा यस्तो दामी रुख हुन्छ कि अब होइन यताउति मान्छे देखाइदिने र हल्का फुल्का इलिगल हुन्छ यार मान्छे देखाउनुलाई फेरि यो मान्छे मोज गरे खाने यार हामी झ्यापको दबाउने ठाउँमा आइयो होइन टेबल पाइसक्यौँ कि हामी टेबल यस्तो आउँछ अब होइन ढमाढम खाने राक्षसले यस्तो दबाउने 5 औँला डुबाएर कुइनासँग झोल चुइने गरी खाने टक्क खायो बस्यो है अनि इन्तजार गर्ने मेन कोर्स कहिले आउँछ भनेर हामीले खाने चाहिँ सुँगुरको झोल हो हड्डीको झोल अनि यो चाहिँ भात पनि पहिल्यै आउँछ टक्क तातो भात 1 कटौरा यसलाई अब कोरियन भाषामा खुङ्गी भात भन्छ है अब यो खाएको हड्डी यहाँ फाल्ने टक्कै हड्डी फाल्नको लागि यस्तो टाइपको हुन्छ है अनि यसरी ढक्क यहाँ ससहरू छ कि छ यहाँ यस्तो छ है यो हो अब चपस्टिक र बेल्चा यहाँ छ अनि यो ब्ल्याक पेपर अनि यो मासुसँग खाने सस एन्ड देन यो चाहिँ न्यापकिन है त्यहाँ चाहिँ यस्तो बवाल रुख छ कि यो रुखको एउटा जोडी छ है त्यहाँ चाहिँ खतरावाला जोडी छ नर्मल भिडियो क्या ठिक छ खाने हो अब झ्यामझुम खाने हो अनि यस्तो यो अलिक चिसो ल्याइदिएछ क्या पाक्दै होइन यो फ्रेस होइन यार यो तताएको मासु छोडेको मान्छे हो तर ल यो खाना एकदम स्पेसल खाना कोरिया आएदेखि एकदम धेरै भनौँ हप्तामा एकचोटि जति भनौँ नभए पनि महिनामा 1-2चोटि चाहिँ खाइन्छ यो खाना होइन साह्रै मिठो हुन्छ अनि यसलाई चाहिँ यो चाहिँ बङ्गुरको हड्डी र मासुमा विभिन्न किसिमको कोरियन मसलाहरू मिसाएर टक्क सागहरू होइन हरियो सागपात हालेर मजाले उमालेर पकाएर खाइने खाना हो यो एकदमै मिठो हुन्छ अब यसलाई टक्क साग है यस्तो मिठो साग भ्याप्प खाँदाखेरि छातीसम्म
आनन्दमा बस्छ अनि पेटमा गएर पच्छ पचेपछि के हुन्छ त्यो भन्नु पर्दैन भिडियो बनाउने मान्छेहरू एक्लै पागल हुन्छन् भने यस्तो हो आधा पागल हुन्छ नि एउटा छ है यसलाई खाने तरिका यो टक्क सागसुग हालेर होइन यस्तो है मजाले सब्जी चलाउनु पनि आउँदैन के अरे वर्षौँ भइसक्यो खाएको खाने है ल अहिले भर्खरै यहाँबाट खाएर निस्कियो हामी टन्न भएर यस्तो आमामा छातीसम्म आउने गरी खाइएको छातीसम्म हातमा यस्तो दाँततिर लागेछ होला है दाँततिर लाग्यो होला होइन त्यस्तै खाएर आयो होइन अब हामीले खाएको माल चाहिँ यहाँ छ यो होइन यही हो हामीले खाएको होइन यत्रो धेरै ठुलो त थिएन तर ठिक्क यत्रो थियो खाइयो मस्त खाइयो कि अब यस्तो मार्केट हेर्दाखेरि यस्तो छ हाम्रो यो सागरी चोक 4वटा बाटो यता भइहाल्यो होइन 4वटा बाटो खाना खाइयो हिँड्यो अब भित्र चाहिँ हिट लगाउँदाखेरि तातो हुन्छ कि बाहिर निस्केपछि डेन्जर जाडो हुन्छ कि फेरि त्यही भएर चाहिँ हुन्छ यहाँ एकछिन बसौँ होला अब यस्तै बसौँ एकछिन होइन यस्तो झोलझाल भएको ठाउँमा यस्तो होइन बसिहालौँ गाडीको ओहोरदोहोर चलिरहेको छ है माहौल यस्तो बवाल छ माहौल होइन रातिको झिलिमिली आनन्द होइन बाहिरै बसेर गाडीहरू नै हेरौँ माहौल नै हेरौँ जस्तो हुन्छ क्या अनि आज चाहिँ कामसाम नभएर अलिक छिटो छुट्टी भएको थियो नि त अनि 5 बजी छुट्टी भइरहेको थियो 5 बजी छुट्टी हुँदाखेरि फेरि खाना खान दिँदैन कि होइन ओटी नहुँदाखेरि चाहिँ खाना पनि दिँदैन बेलुकाको है त्यो भएर आएर खानुपर्छ घर आएर पकाउन पनि चाहिँ विरक्त लाग्छ नि त टाइम पनि लाग्छ फेरि 1-1.5 घन्टा लागिहाल्छ पकाउनुलाई त्यो भनेर टक्क गयो घरको साइडमा छ होइन होटल त्यहाँ गयो टक्क खायो अनि आधा घन्टा जतिमा काम तमाम खायो होइन आनन्द पकाउनु भोकै के पकाएर बस्ने जस्तो पनि हुन्छ होइन त्यही हो अब कोरियामा यस्तै हो गाइज है अनि दिनचर्या अहिले यस्तै नै बितिरहेको छ अहिले चाहिँ अब संसारको धेरै ठाउँमा वारहरू चलिरहेको छ युद्ध चलिरहेको छ त्यो भएर कोरियामा कामहरू एकदमै कम छ कामहरू कम भइरहेको अवस्था छ त्यही हो जाँदैछौँ माट गएर 1 बोरा चामल किन्न छ है फेरि हो भनेर म आज आउँथेन क्या चामल सकिएर नि खाना आयो क्या चामल भ्याइयो होइन अनि के गरौँ भयो आजलाई त बेलुकालाई त जसो तसो थियो अग्ला यस्तो अग्ला घर छन् तर अग्ला 1-2टा कोठा मात्रै बत्ती बोलिहाल्छ कि कोही छैन कि शान्त छ कोही छैन धनी देश मात्र हो मान्छे त सब बर्बाद भइसकेका छन् यस्तो बिजोग छ हाम्रै गरिब देशमा हामी गरिब देश जनता सुखी छन् नि त सुखी छन् समृद्ध ल माट यताबाट माट गइन्छ टकटक भित्र गइन्छ है ल थ्याङ्क्स फर वाचिङ